कता हिँड्नु भएको तपाईँहरू? हेर्नुहोस् न, हामी त पूजाको लागि पूजाको लागि बाहुन बाजे खोज्दै हिँडेको। बाहुन बाजे खोज्दै हिँडेको खै उदेखि त घर आए पो बुढो कता छ हो खोज्दै हिँडेको दुई भाइ ए छ है बाहुन गाउँमा? छ अहिले त उ त कसरी बिन्दा जति छ पाउनु साह्रो है एकदम महँगो भयो बाहुन। कसकोमा लाउनु हुने हौ पूजा चाहिँ? यहाँ हाम्रो ए जयसापकोमा पूजा छ भन्नुहुँदै थियो भनेर सत्यनारायण पूजा गरौँ भनेर। कहाँ बाहुन चाहिँ कहाँ बस्नुहुन्छ अन्त? नारायण पूजा गरौँ बाहुन भनेको। यहाँ तल सेकेन्ड डिभिजनमा रानीवनमा पाउनु बस्छ अरे हो। ऊ तल हेर्नुहोस् त, बाजे त बसी पो रहनु भएको छ त। हो, बराल बाजे हो? बराल बाजे हुनुहुन्छ। हो बराल बाजे नै हो। ए आज धेरै दिन बाद बाजेको दर्शन गर्नु पाइयो। बाजे बाजे अचल तपाईँ कहाँ हुनुहुन्छ हौ? नमस्कार है बाजे। नमस्कार नमस्कार तपाईँ आजकल कहाँ हुनुहुन्छ? म त देख्दैन त। म त नानी अहिले त उता छ नि उयो घर छ नि उयो हजुर हजुर। त्यो रातो छानादेखि पनि अलिकति मुनिपट्टि बस्यो त हौ। ए अन्त के नानी अनि अचल पूजा सुजा गर्नु छोड्नु भयो क्या हो? कहाँ छोड्छ त्यो त म त अब पूजा गरिनँ भने त हुँदैन नि मेरो त अब जातले पाएको नानी पूजा गर्नै पर्छ मैले के पूजा गर्नुपर्ने थियो कसैको यहाँ मेरोमा गर्नुपर्ने थियो बाजे यसो ग्रह जापहरू सत्यनारायणको अलिकति जपसप गराउँ भनेको घरमा। त्यो त भइहाल्छ नानी म त एकदम गर्ने रेडी अब सरसामानहरू हजुर चाहिँ अब जुटाउनु पर्यो कहिले हो त्यो एउटा बाजेले एउटा यसो लिस्ट गरिदिनु भयो भने त म त्यो साइड पनि हेर्नुपर्छ होला हौ। त्यो यति गरेर त्यो ग्रह जाप यसो गराएर अलिकति घरमा के कसो हुन हुने त हो। म अहिले एकछिन फुर्सद छैन हो अब आज गरिदेऊ भन्छ 3-4 पट्टि हुन्छ म त कति जान्दा मोबाइलबाट डप गरेर पो पठाइदिन्छु नक्सा दिन्छु यो राख्नु अन्त छेउमा मोबाइलमा मन्त्रहरू भनिदिन्छु सुहा सुहा भन्छ त्यहाँबाट यसो गरेर गर्नु भनिदिन्छु त्यो चाहिँ अलिकति कम्ती पर्छ त त्यसमा हुन्छ कि कस्तो प्रकारले होइन गर्नुहुन्छ? होइन बाजे अहिले गरेपछि राम्रै गर्नुपर्छ। अब यसो गरेपछि चाहिँ राम्रै गर्नु पर्यो बसेर गर्नु हजुरले गराइदिनु पर्यो। हो भने चाहिँ ठिकै छ हुन्छ अब कहिले पार्नु भने यो हेर्नु पर्यो नक्षत्रहरू हेर्नु पर्यो भनेपछि तपाईँको यो शुक्रबार एकदम राम्रो सायद छ तपाईँको हजुर हजुर हो चन्द्रमा दाहिने छ त्यो दिन एकदमै राम्रो छ त्यो दिन गऱ्यो भने एकदम राम्रो हुन्छ 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 बा त्यसो गरिदिनु भयो भने एकदमै राम्रो हुन्छ जति सक्दो चाँडै गर्नु पाए राम्रो हुन्छ। एकदम ग्रह मैले गरेको त अहिलेसम्म 100% कसैको भएको छैन ग्रह राम्रो भएर फलिफाप भएको छ भेट्नु पनि पाउँछ बेला बेलामा यसो मलाई यसो सालहरू लिएर हजुर दक्षिणाहरू लिएर फेरि क्या हजुर हजुर नानी आउँछ है मेरो हुन्छ नि, तपाईँले हुन्छ गरिदिएको भने त पहिला त मिनिस्टरहरू भयो हजुर हजुर मैले गरिदिएकोले अन्त गर्दा बाजे घरमा को हुनुहुन्छ हौ? बोजूहरू नानीहरू कहाँ छ? पाहाडमै छोड्नु भयो कि? मेरो बोजू चाहिँ अब भने नि अप्ठ्यारो बोजू चाहिँ 3टा ए अँ बोजू 3टा पाहाडमा 2टा अहिले चाहिँ कान्छो चाहिँ यहाँ लिएर बसेको छु ए यहाँ तल घरमा बसेको छु नानीहरू छ जम्मा 17 जना छ 3 जनापट्टिको ए आमामा, छोरा 8 जना ए हो 9 जना छोरीहरू छन्। सबै बिहा भइसक्यो होला? अब एउटा सानो 2 जनाको चाहिँ छ अझै बिहा गर्नु बाँकी छ ए तर राम्रो राम्रो ज्वाइँहरू छोरीहरू छोराले पनि राम्रो राम्रोले दहेज टन्न दहेज भएकोले त्यसले गर्दा म खुसी छु मैले पनि अहिले लास्टकोमा चाहिँ दहेज पाएको छु। बाजे पनि भनेपछि त जवानीमा त घटाइ पो थिएछ त हौ। अब जवानी त शाहरुख खान हो नि सबले शाहरुख बाजे भन्थ्यो अहिले बराल बाजे भन्छ। ए है अनि बाजे कति उमेर पुग्नु भयो? म तपाईँको अहिले अब 30 सालको हो भने म अहिले 74मा हिँड्दैछु ए 74मा पुगेँ ए, अझै जोस छ अझै है गर्नुहुन्छ है पूजा त? अझै एउटा थपुङ भन्दैछु पूजा पनि गर्नुहुन्छ? गर्छु ए पूजा भनेपछि उहाँको शुक्रबार चाहिँ कन्फर्म भयो पूजा? कन्फर्म एकदम हजुरले त्यति गरिदिनु भयो भने धेरै नै हुन्छ। हवस् त बाजे हामी लाग्यौँ। नमस्ते। हुन्छ नानीले एकदम राम्रो है तपाईँहरू मलाई आज भेट धेरै दिन बाद भेट खोजेर पनि निकाल्नु भयो हिँड्ने फुर्सद छैन मेरो आज यसो छक्कै मारेर बसिरहेको
त्यो बारीको कानमा बस्यो तपाईँहरू आउनु भएछ र भेटघाट शुक्रबार है यो चाहिँ हवस् हवस् म लिस्टहरू बनाएर दिन्छु हुन्छ, हुन्छ भाइ। हुन्छ ल हवस् हवस् हुन्छ है प्रणाम है प्रणाम